साथीहरू पहिलाका बुढा वृद्ध आमा बुवाले भन्नुहुन्थ्यो नि, मिहिनेत गरेपछि मिहिनेतको फल अवश्य मिल्छ भनेर। होइन रहेछ साथीहरू, मैले बल्ल आज आएर थाहा पाएँ। म सानो छँदा सोच्थेँ यो सामाजिक सञ्जालबाट धेरै इन्कम हुन्छ र म सङ्घर्ष मिहिनेतका साथ यो इन्कमलाई अर्निङ गर्न चाहन्छु भनेर सोच्थेँ। तर यो हुँदो रहेनछ साथीहरू, किनभने हामी गाउँले मान्छे, हामीसँग त्यति ठुला हेभी मोबाइलहरू पनि हुँदैनन्, राम्रो क्वालिटी लेभललाई त्यति भिआइपी महँगो फोनहरू पनि हुँदैनन्। तर पनि हामी सानो मोबाइलदेखि भिडियो बनाउँछौँ र सोच्छौँ हामी भाइरल हुन्छौँ र हाम्रो पनि केही न केही होला, हामी मिहिनेत गर्छौँ भनेर। तर यति मिहिनेत गर्दा पनि केही भएन साथीहरू। होइन, यो पनि भगवान्ले लेखेर दिनुपर्ने रहेछ। भगवान्ले माथिबाट खप्परमा लेखेको भए मात्र यो सक्सेस हुने रहेछ। बल्ल आज आएर थाहा पाएँ साथीहरू। हामी त्यसै पनि पहाडी मान्छे, त्यसै पनि पहाडी भेगका मान्छेहरू, हामीले धेरै सङ्घर्ष र मिहिनेत गर्नुपर्छ त्यो थाहा छ। तर गर्दा गर्दै पनि त्यसको फल नमिलेपछि हामीले अन्तै आफ्नो बाटो रोज्नुपर्ने रहेछ साथीहरू। बल्ल आज आएर थाहा भयो। ठिक छ, नहोस् भाइरल नहोस्, ठिक छ, हाम्रो अर्निङ नहोस्, चल्छ, तर बनाउनु चाहिँ छोडिँदैन। किनभने आफ्नो पुराना यादहरूको लागि त रहनेछ यी भिडियोहरू। त्यसैले म भिडियो बनाइरहेको छु साथीहरू। अब के भनौँ र, जति गर्दा पनि 200-300 भ्यू मात्र आउँछ। अब मेरो भन्नु केही छैन साथीहरू। ठिक छ, तपाईँले त्यो 7-8 जनाले त माया दिइराख्नु भएको छ, त्यसैमा म खुस छु साथीहरू। धन्यवाद।